पनि यो कुराहरू मैले विगत पनि उठाउने गरेको छु। यसलाई अब दुःख पर्दाखेरि धेरै राम्रो छ। मैले छोडो कुरा भने कुस्तीले कुरा बुढिसकेको छ। विद्यार्थीलाई लगानी भएको राज्यको र अभिभावकहरूको म अभिभावकहरूलाई के भन्न चाहन्छु भने जुन विद्यालयमा तपाईँहरूले आफ्नो विद्यार्थीहरूलाई पढाइरहनु भएको छ, तपाईँहरूले एकदम सोचेर जानेर जुन पढाइरहनु भएको छ त्यसको लागि म तपाईँहरूलाई धन्यवाद दिँदै तपाईँहरूले सही ठाउँमा तपाईँहरूको विद्यार्थी तपाईँहरूको बच्चाको भविष्यको लागि चाहिँ तपाईँहरूले उज्जवल भविष्यको लागि चाहिँ तपाईँहरूले जुन पढाइरहनु भएको छ एकदम सही तरिकाले पढाइरहनु भएको छ र यो विद्यालयलाई सबै तपाईँहरूले माया गर्नेछ भन्ने पनि मलाई लागेको छ। र त्यस्तै म अहिले भर्खर एससी पास भएर जाने विद्यार्थी भाइहरू जो सम्मानित भएको छ उहाँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले जुन यो विद्यालयबाट अध्ययन गरेर एससी पास भएर तपाईँहरू उच्च शिक्षा हासिलको लागि जानुभएको छ तपाईँहरूको उज्जवल भविष्यको शुभकामना दिँदै तपाईँहरूले जुन तपाईँको पहिलो खुड्किलो जुन पाठ गर्ने विद्यालयलाई नबिर्सिदिनु होला। र भोलि पनि तपाईँहरूले यो विद्यालयलाई सम्झेर माया गरेर तपाईँहरू केही भएर आइछ भनेदेखि यो विद्यालयलाई नि साथ सहयोग तपाईँहरूको गरिदिनु होला भन्दै म अर्को कुरा के भन्न चाहन्छु। मेरो ठुलो छोरी पनि यही विद्यालयमा हिजो पढेर अध्ययन गरेर अहिले अमेरिकामा गएर अहिले पढिरहेको छ। मलाई खुसी गौरव लाग्छ। यो विद्यालय मेरो पनि विद्यालय हो र म यो अहिले वडाध्यक्षको हिसाबले मात्र होइन म अभिभावकको हिसाबले के भन्न चाहन्छु भने अभिभावक म वडाध्यक्षको साथसाथै यो विद्यालयको विद्यार्थीको अभिभावक पनि भएको हुनाले यस विद्यालयमा जुन क्रियाकलाप छ त्यो एकदम राम्रो छ। अध्ययनको सिलसिलै आन्तरिक यहाँ जुन गर्नुपर्ने क्रियाकलापहरू छ त्यो सम्पूर्ण छ र विद्यार्थीले पाउनुपर्ने सुविधाहरू यहाँको जुन अभिभावकहरूले लगानी गरेको छ त्यो अनुसारको पाइरहेको छ भन्ने मलाई चाहिँ लागेको छ। त्यस्तै तपाईँहरूलाई लागेको होला भन्दै यो विद्यालयको सुत्तरोत्तर प्रगति र यहाँ पढ्ने विद्यार्थीहरूको उज्जवल भविष्यको शुभकामना दिँदै मेरो सानो मन्तव्य यहाँ राख्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद।